कोलेस्ट्रोलको औषधि खाइसके पछाडि र कोलेस्ट्रोल लेभल नर्मल आए पछाडि औषधि बन्द गर्न सकिन्छ कि सकिँदैन भन्ने अर्को एउटा प्रश्न पनि धेरैजनाले गर्नुहुन्छ। धेरै सो अवस्थामा कोलेस्ट्रोल बढ्ने कारण भनेको वंशानुगत कारण हो। यदि तपाईँको कोलेस्ट्रोल बढेको छ र तपाईँ यो हाई रिस्क ग्रुपमा पर्नुहुन्छ, जस्तो कि म तपाईँलाई 4वटा कन्डिसन भन्छु। यो पहिलो भनेको यदि तपाईँको परिवारमा कसैलाई कोलेस्ट्रोल छ भनेदेखि तपाईँले औषधि नर्मल आयो भने पनि छोड्न मिल्दैन। दोस्रो कुरा भनेको यदि तपाईँको परिवारमा कसैलाई यङ उमेरमै 50-55 वर्षभन्दा अगाडि नै हार्ट एट्याक भएको छ भने लाइफ लङै खानुपर्छ। यदि तपाईँको नर्मल आयो भने पनि औषधि बन्द गर्न मिल्दैन। त्यसै गरी तपाईँलाई डायबिटिज छ, यो सुगरको औषधि खाइरहनु भएको छ भने पनि त्यस्तो अवस्थामा पनि कोलेस्ट्रोलको औषधि चाहिँ नियमित सेवन गर्नुपर्दछ। र त्यो सँगसँगै यदि तपाईँलाई एकचोटि हार्ट एट्याक भइसकेको छ वा प्यारालाइसिस भइसकेको छ वा तपाईँलाई किडनीको समस्या सिकेटीको समस्या देखेको छ भने पनि त्यो अवस्थामा तपाईँले औषधि छोड्न मिल्दैन। र यी अवस्थाहरू बाहेक यदि तपाईँको कोलेस्ट्रोल पूर्ण रूपमा लाइफस्टाइलसँग र खानपानसँग सम्बन्धित छ, तपाईँ अलि धेरै मोटो हुनुहुन्छ, तपाईँले प्रशस्त मात्रामा खानेकुरा खानुहुन्छ, अल्कोहल प्रशस्त मात्रामा सेवन गर्नुहुन्छ भनेदेखि र तपाईँको कोलेस्ट्रोल बढेको छ भनेदेखि त्यस्तो अवस्थामा तपाईँ लाइफस्टाइल चेन्ज गरेर खानेकुराहरूलाई नियन्त्रण गरेर कोलेस्ट्रोल नियन्त्रणमा आइसके पछाडि डाक्टरको सल्लाह लिएर औषधि बन्द पनि गर्न सक्नुहुन्छ। तर यो नितान्त रूपमा डाक्टरको सल्लाहमा गर्नुपर्छ र त्यस पछाडि पुनः केही समय पछाडि कोलेस्ट्रोलको जाँच गरेर हेर्नु आवश्यक हुन्छ। यो अवस्था बाहेक अन्य अवस्थाहरूमा अघि मैले भनेको जस्तो अवस्थाहरूमा यहाँहरूले कोलेस्ट्रोल औषधि नियमित रूपमा सेवन गर्नुपर्दछ।